जानकारी पाउनु, जानकारी अर्थात् विद्युतको बारेमा थाहा पाउनु पनि ठिकै छ, जानकारी लिनु। विद्युतको बारेमा पढ्न पाउनु अर्थात् पढ्न लगाउने, यो चाहिँ के हो? नराम्रो उद्देश्य हो। राम्रो उद्देश्य चाहिँ के हो भनेपछि अहिलेका जमानाको जसो कबाडी सामग्री प्रयोग गरी साधारण इलेक्ट्रिक सर्किट बनाउने, यो उद्देश्य चाहिँ के हो? गरेरै देखाउने टाइपको हो नि। यस्तो उद्देश्यलाई के मानियो? राम्रो मानियो, उत्कृष्ट उद्देश्य हो। अब खाली जानेर मात्र केही भएन भनेर माथिको नराम्रो भएको हो। जसो अब ताप र तापक्रम भन्ने पाठ छ नि, क्रियाकलाप, किचन एज ए ल्याब, किचनलाई समेत के को प्रयोगमा गर्नुपर्छ? ल्याबको रूपमा प्रयोग गर्नुपर्छ भने जस्तो स्टिल, अब तापको सुचालक र कुचालक पढाउनको लागि स्टिल र काठको चम्चा कुन छिटो तात्छ भनेर सबैलाई के गराउने? अनुभव गराउने, एक्सपिरियन्स गराउने। स्टिल वा काठको चम्चामा कुन छिटो तात्छ भनेर के गराउने हो? एक्सपिरियन्स गराउने। अब समस्या विषयवस्तुलाई समस्या के हो? गाउँको पानी धमिलो छ। कार्य के हो? बालुवा, ढुङ्गा र कोइला प्रयोग गरी वाटर फिल्टर बनाउने। सिकाइ के हो? मिश्रण छुट्याउने विधि। मिश्रण छुट्याउने विधि के छन् भनेर पढाउनु सुरु कहाँबाट गर्ने भने हजुरको गाउँको पानी धमिलो छबाट त्यो धमिलो पानीलाई कसरी सफा गर्न सकिन्छ भन्नेबाट सुरु गर्ने है। अब रुब्रिक्सबाट परीक्षण गर्ने भनेको। अब 5 गोल्डन टिप्स छन् पढाउनेका। एउटा, कम बोल्नुहोस् र धेरै सोध्नुहोस्। दोस्रो, पाठ्यपुस्तक भनेको के हो? नक्साको रूपमा मात्र युज गर्नुहोस्। घर बनाउन त इटा, ढुङ्गा सब चाहिन्छ नि। पाठ्यपुस्तक त्यस्तै हो, धेरै चिज चाहिन्छन् पढाउनलाई। त्यो नक्सा जस्तै हो कि वरपरको वातावरणलाई प्रयोगशाला बनाउनुहोस् र आज के गर्न सक्यौं भनेर हरेक दिन सोच्नु पर्यो। बच्चालाई पनि के सिक्यौ भनेर भन्न लगाउनु पर्यो, आफूले पनि आज के सिकाउन सके भन्नु पर्यो। अब हरेक दिनको कक्षामा के हुनु पर्यो? केही न केही परिवर्तन हुनु पर्यो मान्छेमा। ज्ञान सिकाउनु पर्यो, ज्ञानबाट सिपबाट व्यवहार परिवर्तन गर्नु पर्यो। अब म एउटा केस पढ्न लगाउँछु। यो केस चाहिँ कसले पढ्नुहुन्छ? ल भन्नु त, एकजनाले पढाउँदा। यो केस 1। सर म पढौं? हुन्छ सर, हुन्छ सर, पढौं। केस 1। ध्यान दिएर सुनौ है। म पढौं सर? पढौं सर। केस 1, शिक्षकको प्रयोगको तरिका। क, सरले कक्षा कोठामा आउनु अघि विशिष्टीकरण तालिका स्पेसिफिकेसन ग्रिड हेरेर कुन पाठबाट कस्तो स्तरका ज्ञान, बोध, प्रयोग, उच्च दक्षता प्रश्न सोधिन्छन् भन्ने विश्लेषण गर्नुहुन्छ। उहाँले शिक्षक निर्देशिका टिचर्स गाइडमा दिएका क्रियाकलापहरूलाई आधार मानी स्थानीय स्तरमा पाइने सामग्रीबाट प्रयोगात्मक कार्य प्र्याक्टिकल गराउनुहुन्छ। उहाँले मूल्याङ्कन निर्देशिका इभ्यालुएसन गाइडलाइन अनुसार विद्यार्थीको प्रोजेक्ट वर्क र प्रयोगात्मक अभ्यासको निरन्तर मूल्याङ्कन गरी रेकर्ड राख्नुहुन्छ।
पाठ्य पुस्तकमा उहाँले मुख्य स्रोत नभई एउटा सन्दर्भ सामग्रीको रूपमा मात्र प्रयोग गर्नुहुन्छ र पाठ्यक्रम करिकुलमले तोकेको सिकाइ उपलब्धिलाई 100% हासिल गराउने लक्ष्य राख्नु भएको छ। अब प्रश्न गुड। प्रश्न 1, के हामीले पाठ्य पुस्तकलाई मुख्य पुस्तक नभई सन्दर्भ सामग्री मात्र मानेर पढाउन आँट गर्न सक्छौं? प्रश्न 2, केस 1 जस्तो बन्न हामीलाई भौतिक स्रोतको अभाव छ कि इच्छा शक्तिको? प्रश्न 3, स्थानीय सामग्रीबाट प्रयोग गराउँदा विद्यार्थीको खोज्ने बानीमा कस्तो सुधार आउला? धेरै धन्यवाद। अब क शिक्षकको बानी के रहेछ त? विशिष्टीकरण तालिका हेर्ने हरेक दिन, अनि शिक्षक निर्देशिका पनि हेर्ने, हैन? के गर्नलाई हेर्ने? क्रियाकलाप, के क्रियाकलाप गर्ने पढाउनलाई भनेर। अर्को प्र्याक्टिकल गराउने, हैन? मूल्याङ्कन निर्देशिका पनि हेर्ने। प्रोजेक्ट वर्क र प्र्याक्टिकल वर्क छ नि त, त्यहाँ गाइडलाइनहरु दिएको छ, त्यो हेरेर पढाउनु हुने रहेछ, हैन? र उहाँको लक्ष्य चाहिँ के छ? 100% सिकाइ उपलब्धि हासिल गर्ने। यस्ता शिक्षक पनि हुनुहुन्छ भने अब एकजना म्यामले पढ्नु पर्यो ख शिक्षकको बारेमा। म पढ्छु सर। प्रयोगको तरिका। ख, मुख्य रूपमा पाठ्य पुस्तकमा केन्द्रित हुनुहुन्छ। उहाँले पाठ्यक्रम र शिक्षक निर्देशिका कहिलेकाहीँ मात्र पल्टाउनुहुन्छ। उहाँले विशिष्टीकरण तालिकालाई परीक्षाको बेला मात्र हेर्नुहुन्छ ताकि विद्यार्थीलाई महत्त्वपूर्ण प्रश्नहरू टिक लगाइदिन सकियोस्। उहाँले प्रयोगात्मक कार्यहरू गराउनुहुन्छ तर ती प्राय पाठ्य पुस्तकको पछाडि दिएका अभ्यासहरू मात्र सीमित हुन्छन्। मूल्याङ्कनको लागि उहाँले त्रैमासिक परीक्षालाई नै मुख्य आधार मान्नुहुन्छ र प्रयोगात्मक अङ्क दिँदा सबैलाई औसत अङ्क चढाउनुहुन्छ। प्रश्न क, ग्रिड परीक्षाको लागि मात्र हो, शिक्षणको लागि होइन भन्ने सोचले सिकाइको गुणस्तर कस्तो असर पार्छ? प्रश्न 2, प्रयोगात्मक अङ्क दिँदा सबैलाई औसत अङ्क चढाउनु कतिको न्यायोचित हो? अर्थात् छ। प्रश्न 3, परीक्षाको बेला मात्र प्रश्न टिक लगाइदिने बानीले विद्यार्थीलाई सिकाइतर्फ लैजान्छ कि नतिजातर्फ मात्र लैजान्छ? क्वेसन मार्क। यो क्वेसन चाहिँ सबैका मनमा हैन, मैले उत्तर भन्ने हैन। हजुरहरूले बुझिसक्नुभयो। टेक्स्ट बुक मेन मान्नु हुने रहेछ, कहिलेकाहीँ पाठ्यक्रम र शिक्षक निर्देशिका पनि पल्टाउनु हुने रहेछ। जाँच आयो कि ग्रिड हेर्ने, ग्रिड पनि के हेर्ने भने मेन क्वेसन टिक लगाइदिन। त्यस्तो प्रयोगात्मक कार्य गराउनु हुन्छ तर ती प्राय पाठ्य अभ्यास मात्र गराउनुहुन्छ कि। अनि मूल्याङ्कनको लागि उहाँले त्रैमासिक परीक्षालाई नै मुख्य आधार मान्नुहुन्छ। त्यो आन्तरिक मूल्याङ्कन छ नि 50%, 25%, त्यसमा पनि उहाँले चाहिँ के गर्नुहुन्छ भनेपछि हजुरको त्यही टर्मिनल एक्जामका आधारमा चाहिँ के गर्नुहुन्छ? टर्मिनल एक्जामको आधारमा नम्बर चढाउनुहुन्छ। उहाँको बानी त्यस्तो छ। अनि यो प्रश्न 3 वटा पढ्नुहोस् हैन। अब त्यसपछि अर्को शिक्षकको एकजनाले पढाउँ। अब शिक्षक गको बारेमा हुन्छ सर।
ल अब एउटा क्वेसन राखौं है। के राखौं भने हजुरको क ख ग 3 जना शिक्षक मध्ये हजुरलाई मन परेको शिक्षक कुन? कारण सहित 2 मिनेट भित्र लेख्नुस्। क ख ग मा मन परेको शिक्षक कुन? 2 मिनेट भित्रमा लेखौं त सर मेमहरु कारण सहित है त। दुई मिनट भित्र लेखौं। सर एकचोटि शिक्षक क को देखाइदिनु न। शिक्षक क हरायो। ल क ल भयो है त। अब 1-2 जनाले शेयर गरौँ भनेपछि जसले गरे नि हुन्छ। ल 1-2 जनाले गरौँ। सर म गरौँ? हुन्छ सर। केस 1 शिक्षक चाहिँ मन पर्यो सर। केस 1 मा त मैले त्यही नै बुझेको हुनुपर्छ। यो केस 1 को शिक्षकले टेक्स्ट बुक फलो नगरेको तर करिकुलम फलो गरेर शिक्षण गरेको देखियो। र जहाँसम्म हामीले पनि गर्नुपर्ने कुरा सकेसम्म करिकुलम फलो गरेरै शिक्षण गर्नुपर्छ र करिकुलम सँगसँगै शिक्षक निर्देशिका यो विशिष्टीकरण तालिकालाई पनि सँगसँगै लैजान सक्यो भने शिक्षण प्रभावकारी हुन्छ जस्तो लाग्छ। शिक्षण प्रभावकारी गर्नलाई पहिलो भनेको करिकुलम फलो हुनु पर्यो। त्यसको साथै सहयोगीको रूपमा हामीले टेक्स्ट बुक टिजी स्पेसिफिक ग्रेड त्यो सँगै लैजानु पर्छ मेरो अनि मात्र हरेक अनि मूल्याङ्कन सम्बन्धी निर्देशिकाहरू पनि प्रयोग गर्नुपर्छ। धन्यवाद सर। अर्को कोही सरमा भनौँ। हजुर पहिलो केस 1 शिक्षक मन पर्यो। उहाँले चाहिँ पाठ्यक्रम फलो गर्नुभयो। शिक्षण गर्दाखेरि पाठ्यक्रममा चाहिँ हामीलाई मुख्य क्षेत्र, एकाइ, विषयवस्तु र विषयवस्तुको विस्तृतीकरण अनि सिकाइ सहजीकरणका सम्भावित क्रियाकलाप पनि हुने र त्यहाँ मूल्याङ्कनका सम्भावित विधि र क्रियाकलाप पनि उल्लेख भएको हुनाले त्यो चाहिँ सहजीकरण हुन्छ। साथसाथै शिक्षक निर्देशिकामा पनि हामीलाई चाहिँ कसरी पढाउने, कुन विधि अपनाउने भन्ने उल्लेख भएको हुनाले हामीलाई चाहिँ पढाउनलाई सहजीकरण हुन्छ। साथसाथै विशिष्टीकरण तालिका
मा चाहिँ यो ब्लुम्स ट्याक्सोनोमी अन्तर्गतको चाहिँ ज्ञानबोध प्रयोग र चाहिँ एनालाइसिस सिन्थेसिस हुने हुनाले त्यसमा चाहिँ कुन पाठबाट चाहिँ कस्ता खालका चाहिँ प्रश्न सम्भावित प्रश्नहरू बनाउन सकिन्छ र चाहिँ एक्जामको लागि पनि कस्ता खालका चाहिँ प्रश्न आउँछन् भन्ने कुरा चाहिँ अध्ययन हुँदाखेरि चाहिँ हामीले पाठ पढाउँदैखेरि चाहिँ सम्भावित प्रश्नहरू यस्ता यस्ता हुन्छन् यो पाठका भनेर चाहिँ भनिदिन सजिलो हुन्छ। त्यसकारण चाहिँ यो पाठ्यक्रम शिक्षक निर्देशिका विशिष्टीकरण तालिका चाहिँ अपनाउने शिक्षक चाहिँ बेस्ट शिक्षक हो जस्तो लाग्छ। ल गुड। अब यसमा यो फाइल पठाउन के गर्नुपर्छ? यो च्याटमा कपी पेस्ट हो कि के हुन्छ? यो च्याट बक्समा है सर। यो फाइल चाहिँ यहाँ अपलोड गर्ने अप्सन देखिएन सर, मैले पनि अघि हेरिरहेको थिएँ। कपी पेस्ट गरेर हुन्छ कि एकचोटि ट्राई गर्नु पर्यो सर? अट्याच गर्ने देखिएन कि? देखिएन हजुर, अप्सन मैले भेटाइनँ सर यता। पेस्ट भइदिए पनि हुन्थ्यो। यसमा कसैले हालेका छैनन् है अस्तिदेखि? छैन सर। त्यो WhatsApp ग्रुप बनेको छ र सर? हजुर ल मलाई पनि जोडिदिनु होला नि सर लिङ्कको। moecdc.gov.np मा np भन्ने लिङ्क खोल्नु त सर। www के बिग्रिन्छ त यस्तो खोल्दा? बिग्रिन्न। यो लिङ्कमा पक्नु है त। म अब यो लिङ्कमा के छ भने प्र्याक्टिकल वर्क र प्रोजेक्ट वर्क भन्ने छ कि हाम्रो। के हेरिसक्नु भएको छ? अलिकति डिस्कस त हिजो पनि भएको थियो सर, फेरि एकचोटि गरौँ न सर। त्यसको बारेमा भइसक्यो होइन? परियोजना कार्य र हिजोको कविन सर आउनु भएको थियो? हजुर सर। हजुर। त्यसो भए भन्नु परेन, उहाँ पनि लेखक हो कि त्यसको, होइन? हो सर, हिजो भएको थियो डिस्कस। त्यसो भए त्यो परेन, मैले गरिनँ त्यो है। त्यस कविन सर त्यसको लेखक हो कि भन्नु परेन मैले। पक्नुहोस्, अब अर्कै चिजतिर लाग्छु है। म त्यो परियोजना कार्य र प्र्याक्टिकल वर्क भनेको थिएँ, त्यो ठिक छ। यो सेयर गर्दा गर्दै हराउने रहेछ है कुनै बेला। यो मेरो त्यस्तै भयो। यो पक्नुहोस्, अब नयाँ हेर्छु। अब म टिचिङ मेथडतिर जान्छु। त्यो उहाँले गरिसक्नु भएको रहेछ सरले, ठिक भयो त्यो गरेर। सक्नु है सर म्याम। अरू यहाँ अलिकति यहाँ टाइम लाग्यो कि। लेखौँ होइन यस फाइलको नाम। ल अब दिक्क लागेको त छैन नि? यो पेस्ट गर्दा गर्दै अब विन्डोमा ल अब खाली पेज आयो त? यो हजुर आयो सर। आयो है। म अब यो पाठ्यक्रममा उल्लेख गरिएका विधिको बारेमा सिकाउँछु है। नजाने कोही छैन, तैपनि अब अलिअलि भन्नै पर्यो केही न केही त, होइन? आएपछि टिपिएस भन्ने है। टिपिएस भनेको के भयो भनेपछि टी भनेको थिङ्क,
PS एन्ड थिङ्क देखिनला छ लेखेको इम्पेरेन्ट सर देखिएको छ सर। पी भनेको पियर पेयर पियर यस भनेको सेयर है टिपिएस। जस्तो कुनै पाठ पढाउनु छ हामीले भनेपछि इनर्सिया के पढाउनु छ इनर्सिया। यो कसरी पढाउने त भनेपछि अब यो पढाउँदा सबै विद्यार्थीलाई इनर्सिया भनेको के हो सोध्ने कापीमा लेख्न लगाउने टाइम दिने थोरै मानौ 1 मिनेट। यो भने के हो थिङ्क हो नि। इनर्सिया भनेको के हो हामीले सोध्छौँ हैन त्यसपछि उनीहरू सोध्छन् नि थिङ्क गर्छन् नि थिङ्क गरेको आधारमा उनीहरूले के गर्छन् कापीमा लेख्छन्। टी भयो कि भएन थिङ्क हो है। टी अब पी नजिकैको साथीसँग जोडा बनाइदिने जोडामा छलफल गराउने छलफल पछि को निष्कर्ष कापीमा लेख्न लगाउने। यो चाहिँ के हो टिपी थिङ्क पियर टिपी। त्यसपछि यस चाहिँ के हुन्छ भनेपछि हरेक जोडाबाट एकजनालाई अर्को जोडाले भनेको कुरा नदोहोरिने गरी प्रस्तुत गर्न लगाउने। हरेक जोडाबाट एकजनालाई अर्को जोडाले भनेको कुरा नदोहोरिने गरी प्रस्तुत गर्न लगाउने। शिक्षकले के गर्ने शिक्षकले बोर्डमा टिपोट गर्ने अनि निष्कर्ष भनिदिने। जस्तै वस्तुको यथास्थितिमा रहने गुण नै के हो इनर्सिया हो भनेर निष्कर्ष निकाल्दिने। यो क्रियाकलापलाई के भनिन्छ टिपिएस भनिन्छ। अर्को पिओई। यो माथिको क्रियाकलाप चाहिँ केमा प्रयोग हुन्छ धेरै जसो भनेपछि हजुरहरूको मस्तिष्क मन्थन गराउँदा पाठको सुरुवात गराउँदा है पहिले पढेको पाठको रिभिजन गराउँदा चाहिँ हजुरको के हुन्छ यो
क्रियाकलाप गर्न सकिन्छ। यति बुझ्नुभयो त सर म्यामहरु भनौँ त, बुझियो कुरा? बुझिन्छ यसरी गर्दा? बुझ्यो सर, बुझ्यो सर। क्लियर भयो हैन? हजुर। अब पिओई भन्ने एउटा क्रियाकलाप, पी भनेको प्रेडिक्ट हो, ओ भनेको नि के होला त? ल भनौँ त, ओ भनेको के होला? Observation. पी भनेको के होला? ल कन्फ्युज हुने मान्छे यसमा हुन्छन्। Evaluation. एक्सप्लेन हैन? बुझियो नि? ल गुड। अब के गर्न लगाउने भने सोच्न लगाउने कि अनुमान गर्न लगाउने। जाने चिज पनि अनुमान गर्न लगाउने, त्यही चिज अवलोकन गर्न लगाउने, त्यही चिज चाहिँ के गर्दिने? एक्सप्लेन गर्ने है। जस्तो हजुरको के भयो भने किताब त उनीहरुको साथी नै भयो। जसो फूलका भागहरु पढाउनु छ, मानौ के पढाउनु छ? एउटा फूलका भागहरु को बारेमा पढाउनु छ। भनेपछि हजुरले फूलमा कुन भागहरु हुन्छन् भनेर प्रश्न सोधेर कोस हाकिम छ या म एउटा काम गर्दैछु है। फूलका कुन भागहरु हुन्छन् भनेर प्रश्न सोधेर भनेर सबै विद्यार्थीलाई शिक्षकले पालो प्रश्न सोध्ने। फूलमा कुन भागहरु हुन्छन् भनेर सबै विद्यार्थीलाई शिक्षकले पालो के गर्ने? प्रश्न सोध्ने, अनुमान गर्न लगाउने। जेसुकै उत्तर दियोस् त्योसित हामीले मतलब नगर्ने। सही होस् कि गलत त्योसित मतलब छैन, अनुमान मात्र गर्न लगाउने। दोस्रोमा सबै विद्यार्थीलाई एउटा फूल अवलोकन गरेर त्यसका विभिन्न भागहरु छुट्याउन लगाउने। सबै विद्यार्थीलाई एउटा फूल अवलोकन गर्न दिने। अवलोकन भने छाम्न, हेर्न, सुध्न, चाख्न सबै हो नि, स्पर्श गर्न, यी सबै चिजलाई के भनिन्छ? अवलोकन भनिन्छ। सबै विद्यार्थीलाई एउटा फूल अवलोकन गरेर त्यसका विभिन्न भागहरु छुट्याउन लगाउने। त्यो के हो? ओ भयो। बल्ल चाहिँ उनलाई अनुभवको व्याख्या गर्न पालो विद्यार्थीलाई लगाउने। अब शिक्षकले निष्कर्ष निकाल्दिने। के निष्कर्ष निकाल्ने त शिक्षकले भनेपछि पत्रदल, पुष्पदल, पुंकेसर र स्त्रीकेसर
गरेर फुलमा मुख्य 4वटा भागहरू हुन्छन् भनेर बोर्डमै ट्याक्क यसरी निष्कर्ष लेखाइदिने अर्थात् भनिदिने हो भने यस्तो क्रियाकलापलाई POE भनिन्छ। यो साइन्समा 80% क्रियाकलाप 90% क्रियाकलापहरू यसैबाट गर्न सकिन्छ। नुन पानीमा जस्तो नुन पानीमा अन्डा डुब्छ कि उत्रन्छ भनेर सबै विद्यार्थीलाई अनुमान गर्न लगाउने, त्यसपछि नुन पानी एउटा गिलासमा ल्याउने, त्यसमा अन्डा राख्ने है, त्यसमा के राख्ने? अन्डा राख्ने। अन्डा उत्र्यो कि त्यो पानीमा डुब्यो भनेर चाहिँ के गर्न लगाउने? हजुरको अवलोकन गर्न लगाउने र त्यसपछि चाहिँ के गर्ने भनेपछि शिक्षकले चाहिँ नुन पानीको घनत्व धेरै छ, घनत्व धेरै भएको हुनाले नुन पानीमा अन्डा के भएको हो? उत्रेको हो भनेर निष्कर्ष निकाल्ने। यो POE पनि हो। अब एउटा क्रियाकलाप सिकाउँछु, सेटेलाइट ग्रुप डिस्कसन। ग्रुप डिस्कसन यसमा समूह बनाउने, जति पाठ छन् त्यति नै समूह बनाउने। जस्तो कुनै 5 किङडम सिस्टमको भने पनि भयो। 5 किङडम सिस्टममा 5 किङडम सिस्टममा एउटा ग्रुपलाई के दिने? 5वटा, प्रत्येक ग्रुपलाई एक-एकवटा दिने। अनि सेटेलाइट ग्रुप डिस्कसनमा प्रत्येक ग्रुपमा तुलनात्मक रूपमा जान्ने एकजना विद्यार्थीलाई के बनाउने? लिड लर्नर बनाउने। लिड लर्नरलाई शिक्षकले बोलाएर सिकाउने, आफ्नो ग्रुपमा पढ्नुहोस् र यो प्रेजेन्टेसनको लागि तयार गर्नुहोस् भनेर। अनि 5वटै ग्रुपलाई के दियौं? एउटालाई मोनेरा दियौं, एउटालाई के दियौं? हजुरको प्लान्टी एनिमेलिया, यसरी 5वटै ग्रुपलाई दियौं र किताब पढ्छन् हैन, सामूहिक छलफल गर्छन्। 5वटै ग्रुपले प्रेजेन्टेसनको लागि के बनाउँछन्? मेटेरियल बनाउँछन्। हरेक ग्रुपमा चाहिँ चिट्ठा तानेर एकजनालाई प्रस्तुत गर्न लगाउने। प्रस्तुत गरेपछि शिक्षकले पृष्ठपोषण दिने, अरू ग्रुपले पनि पृष्ठपोषण दिन्छन् र सबै ग्रुपले गरेको कामलाई के गराउने? हजुरको झुन्ड्याएर ग्यालरी वाक गराउने। अब चाहिँ हजुरहरूलाई म काम दिन्छु, 10 मिनेटको काम दिन्छु। 10 मिनेटमा सकिन्छ हैन? कक्षा 9 र 10 बाट कुनै एउटा पाठ छनौट गरेर त्यसमा माथिका 3वटा विधि मध्ये एउटा, 3वटा क्रियाकलाप मध्ये भनौं, क्रियाकलाप मध्ये एउटा क्रियाकलाप पूरा क्रियाकलाप लेख्नुहोस् हैन। पूरा क्रियाकलाप कसरी सञ्चालन गर्ने, निष्कर्ष के भन्नेसम्म हैन।
कुरा क्रियाकलाप लेख्नुहोस् निष्कर्ष सहित है त। कुनै पाठ छान्नु, कुनै कन्टेन्ट छान्नु, त्यसमा एउटा क्रियाकलाप लेख्ने। बुझियो त कुरा? हजुर बुझियो। अब 10 मिनट टाइम, अहिले कति भयो? 53 मिनट भयो। हजुर 3 मिनटसम्म हैन, 3 बजेर 3 मिनटसम्म पुरै कम्प्लिट पढाउनु पर्छ त्यो क्रियाकलाप हैन हजुर। बुझियो? म मान्छे तोकेर सोधौँला है त सब। सर एकचोटि हजुर सर सर एकचोटि भनिदिनु न, यो अझै अलि क्लियर। जसो मैले बनाएँ नि त सर, इनर्सियाबाट एउटा टिपिएस को बनाएँ हैन। अब यो फुलका भागहरू पढाउन पिओई बनाएँ हैन। हजुरको 5 किङडम सिस्टम पढाउन के बनाएँ? सेटेलाइट ग्रुप। हजुरहरूले एउटा टपिक छानेर यी 3 क्रियाकलाप, यी 3 मध्ये एउटा कि पिओई बाट कसरी क्रियाकलाप लेख्ने कि पिओई को, कि सेटेलाइट ग्रुपको क्रियाकलाप लेख्ने, कि टिपिएस को। 9-10 बाट एउटा पाठको कुनै कन्टेन्ट छानेर है। बुझियो? बुझियो त सर? हस् सर हस्। अनि कुन पाठमा कुन विधि प्रयोग गरिन्छ भन्ने थाहा हुन्छ नि त यतिजनाले गर्दाखेरि हैन। ल गरौँ त। 10 मिनट टाइम। है त। ल 55 भएछ, 5 मा गरौँ ल। 3-5 मा।
ल नमस्ते। अब हामी लाग्यौँ। अब अनुप सरले भन्नु त सर, अनुप सरको के लेख्नु? हुन्छ सर, हुन्छ, धन्यवाद सर। सर मैले चाहिँ यो पिओई को बारेमा अलिकति लेखेको छु, प्रयास गरेको छु। अलिक सरल कुरै छ यहाँ, त्यस्तो नयाँ उपलब्धि कुरो छैन। त्यही पनि मैले अनुमति पाएँ है सर, म सुरु गरौँ है। ल मैले चाहिँ यो पिओई चाहिँ फेरि अघि जस्तै यो जीवहरूको वर्गीकरण कक्षा 10 को त्यो एउटा पाठलाई आधार मानेर गरेको छु। यसमा चाहिँ जीवहरूको वर्गीकरण पाठ अध्यापन गराउँदा गर्न सकिने पिओई मोडको एक क्रियाकलाप निम्नानुसार छ भनेर मैले लेखेको छु। पीमा प्रेडिक्ट अनुमान मात्र गरेर लगाउने, जस्तै अब हाड भएका जीव अर्थात् भर्टिब्रेटहरू कतिवटा क्लासमा विभाजन गर्न सकिन्छ होला भनेर यो जिज्ञासा अथवा प्रश्न सोध्न सकिन्छ। यो प्रश्न चाहिँ शिक्षकले पालै पालो विद्यार्थीलाई सोध्न लगाउने, उनीहरूलाई अनुमान मात्र गरेर लगाउने होइन सर। यो एउटा गरियो, यो चाहिँ अब यो प्रेडिक्सनमा पर्यो होइन। अनि त्यसपछि अब्जर्भेसन, अब सबै क्रिया प्रेडिक्सन गरेपछि चाहिँ अब अवलोकनको लागि अथवा अब्जर्भेसनको लागि चाहिँ सबै विद्यार्थीहरूले देख्न सक्ने गरी प्रयोगशालामा उपलब्ध भएका म्युजियम स्पेसिमिन वा स्थानीय स्तरमा उपलब्ध भएका मृत तर संरक्षित हाड भएका जीवहरू कक्षाको टेबलमा अवलोकनको लागि राख्ने र विद्यार्थीले राम्ररी अवलोकन गर्ने। यो चाहिँ अवलोकनमा परेछ होइन सर। त्यसपछि एक्सप्लेनेसनको लागि चाहिँ अब आफूले देखेका ती हाड भएका जीवका बारेमा विद्यार्थीहरूलाई पालै पालो व्याख्या गर्न लगाउने र अन्त्यमा शिक्षकले निष्कर्ष बताउने। हजुरले भनेअनुसार त्यसै छोटकरीमा गरे हो। अनि निष्कर्ष स्वरूप चाहिँ शिक्षकले यो बताउने कि उनीहरूबाट नि प्रतिक्रिया आइसकेको हुन्छ, उनीहरूले सबै कुरा बताइसकेको हुन्छ, धेरैले मिलाइसकेको हुन्छ, अब पूर्व अध्ययन गरिरहेको हुन्छ, उनीहरूले अध्ययन अनुसन्धान गरिरहेको हुन्छ। अनि अन्तिममा शिक्षकले चाहिँ हाड भएका जनावरहरू चाहिँ विशेषताका आधारमा 5 प्रकारका अथवा 5वटा क्लासका हुन्छन्, 5 वर्गका हुन्छन्। ती चाहिँ पाइसेस, एम्फिबिया, रेप्टिलिया, एप्स र मेमिलिया हुन् भनेर निष्कर्ष निचोड बताइदिन्छ। गुण छ, गुड। अब त्यो पनि गर्न सकियो, एउटा राम्रो भयो। अब अर्को कोले गर्नुहुन्छ भनेपछि दिल्ली प्रसाद रेग्मी सरले अघि पनि उठाउनु भयो दिल्ली सर। हजुर सर, अब एउटा के क्रियाकलापले मैले टिपीएस अन्तर्गतको गरेको छु सर। ल कुन पाठबाट? यो साबुन र डिटर्जेन्ट बिचको फरक कक्षा 10 को नै हुन्छ सर। अनि सबै विद्यार्थीहरूलाई साबुन र डिटर्जेन्ट बिच कुनै 3वटा आधारसहित फरक के हुन् भनेर सोध्ने। त्यसपछि सँगै बसेको साथीसँग जोडा बनाई जोडामा छलफल गरेर निष्कर्ष कापीमा लेख्न लगाउने। हरेक जोडाबाट एक फरक नदोहोरिकन प्रस्तुत गर्न लगाउने र उक्त प्रस्तुतिलाई शिक्षकले बोर्डमा डिपोट गरी निष्कर्ष भनिदिने वा लेखिदिने। निष्कर्ष यस प्रकार रहेको छ। आधार साबुन डिटर्जेन्ट। आधार घुल्ने क्षमतामा साबुन पानीमा कम घुलनशील हुन्छ, डिटर्जेन्ट पानीमा उच्च घुलनशील हुन्छ। अनि दोस्रो आधारमा वातावरणीय प्रभाव। साबुन साधारणतया कुहिने हुनाले वातावरण प्रदूषण गर्दैन, डिटर्जेन्ट नकुहिने हुनाले साधारणतया वातावरण प्रदूषण गर्छ। र तेस्रो आधारमा परिभाषा वा सम्पूर्ण रासायनिक पदार्थको आधारमा उच्च फ्याटी एसिडहरूको सोडियम वा पोटासियम लवण साबुन हो र हाइड्रोकार्बनहरूको सल्फोनेट वा सल्फेट लवणहरूलाई डिटर्जेन्ट भनिन्छ भनेर निष्कर्ष गर्छ भन्ने। ठिक है। ल अब यसलाई ठिक छ, राम्रो छ, यो एउटा भयो। अब बनाउनुहुन्छ, अब भन्नुहुन्छ कसले भनेपछि पवन सरले भन्नुहुन्छ। ल एउटा हुन्छ सर। एउटा के क्रियाकलाप लेख्नुभयो सर भन्नु? मैले यो कक्षा 10 को पाठ छ बल र चाल भन्ने पाठबाट गुरुत्व प्रवेगको शिक्षण गर्दाखेरि कसरी शिक्षण गर्ने भन्ने एउटा सानो क्रियाकलाप तयार गरेको छु सर। जसमा चाहिँ टिपीएस विधिबाट कसरी गर्न सकिन्छ भनेर सानो क्रियाकलाप छ सर। सबैभन्दा पहिले 1 मिनेट सोच्ने समय दिने विद्यार्थीलाई, जसमा चाहिँ कुनै एउटा क्वेसन सोध्न सकिन्छ। तर मैले यहाँ 4वटा क्वेसनहरू बनाएको छु सर।
जसमा चाहिँ उचाइबाट कुनै वस्तु खसाल्न बल आवश्यकता पर्दछ भनेर एउटा क्वेसन सोध्ने सर। त्यसपछि उनीहरूले सोच्दछन् त्यसको गहनमा उनीहरूले मस्तिष्क मन्थन गर्छन्। त्यसपछि नजिकै रहेको साथीसँग जोडा बनाउने। त्यसपछि त्योभन्दा पहिले त विद्यार्थीलाई आफ्नै सोचलाई कापीमा लेख्न लगाउने 1 मिनट जति। त्यसपछि नजिकै रहेको साथीसँग जोडीमा छलफल गर्न लगाउने होला सर। यो पियरमा अगाडि चाहिँ थिङ भयो, त्यसपछि पियरमा जोडीमा छलफल गर्ने। त्यो चाहिँ 2-3 मिनट छलफल गराउन सकियो। त्यसपछि आफ्नो उत्तर जे कापीमा लेखेका छन् तिनलाई चाहिँ साटासाट गर्न लगाउनु पर्यो भने सर। त्यसपछि छलफल गरेर उनीहरूले जे निष्कर्ष निकाल्छन् त्यसलाई साझा निष्कर्ष निकाल्न लगाउनु पर्ने हुन्छ सर। त्यसपछि सियरमा जाने। त्यसपछि पिङ्क, पियर र सेयर भनेपछि अर्को सेयर गर्नलाई 3 देखि 4-5 मिनट समय लिन सकिन्छ, जसमा प्रत्येक जोडीबाट चाहिँ एक जना विद्यार्थीलाई उठाएर अथवा उनीहरूमध्ये गोला प्रथा अथवा उनीहरूलाई तोकेर एउटालाई चाहिँ प्रस्तुत गर्न लगाउने एउटा समूहबाट, एउटा जोडीबाट। र त्यसपछि अर्को जोडीहरूलाई चाहिँ कुरा नदोहोरिने गरी अथवा के भन्छ नयाँ कुरा मात्रै प्रस्तुत गर्न लगाउने। त्यसरी त्यो गर्दाखेरि शिक्षकले चाहिँ प्रत्येक मुख्य बुदाहरू टिपोट गर्दै जाने व्हाइट बोर्डमा। अनि त्यसले गर्दा उनीहरूले अब जे कुराहरू चाहिँ भन्दै जान्छन् त्यसलाई टिपोट गर्दै लाने। अनि लास्टमा शिक्षकले निष्कर्ष निकाल्दिने, जसमा गुरुत्व प्रवेगको जुन मैले क्वेसन सोधेको थिएँ, उचाइबाट वस्तु चल्दाखेरि बलको आवश्यकता पर्छ वा पर्दैन भनेको थिएँ, जसमा चाहिँ बलको आवश्यकता पर्दैन। पृथ्वीको गुरुत्व बल आफैले त्यो वस्तुलाई चाहिँ केन्द्रतिर तान्ने बल हुन्छ, त्यसलाई गुरुत्व बल भनिन्छ। त्यसको कारणले उक्त वस्तुमा प्रवेग उत्पन्न हुन्छ र वस्तु जमिनतिर झर्दछ भनेर निष्कर्ष सुनाउने भन्ने तयार गरेको छु सर। ल ठिक छ, एउटा क्रियाकलाप यो गुड छ। अब आफ्नै स्वयंसेवक बनेर सेटेलाइट विधिको क्रियाकलाप कसले लेख्नु भएको छ, को भन्नु पर्यो? हजुर सर मैले सेटेलाइट विधिको लेखेको थिएँ। म्यामले सेटेलाइटको भन्नुहुन्छ, अनि सरको पालो सर। मैले चाहिँ अघि सरले भन्नुभयो जस्तै त्यही गुरुत्व प्रवेगको अवधारणाको लागि शिक्षण गर्नको लागि क्लास 10 को चाहिँ बल र चाल पाठको लागि चाहिँ सेटेलाइट विधिको चाहिँ क्रियाकलाप लेखेको छु। यसको लागि चाहिँ सबैभन्दा प्रथम चाहिँ कक्षामा भएका विद्यार्थीहरूलाई चाहिँ प्रत्येक समूहमा बराबर संख्यामा विद्यार्थी पढ्ने गरी 4 वटा समूहमा विभाजन गर्ने। अनि प्रत्येक समूहमा तुलनात्मक रूपमा चाहिँ अलि जान्ने स्टुडेन्टलाई चाहिँ विद्यार्थीलाई चाहिँ लिड लर्नर बनाउने। अनि त्यसपछि सबै समूहको लिड लर्नरहरूलाई चाहिँ एकै ठाउँमा जम्मा पारेर चाहिँ शिक्षकले चाहिँ अब मैले भनौँ न ग्रहहरूको पिण्ड र अर्धव्यास भएको तालिका प्रदान गर्दै समूह कार्यको लागि आवश्यक निर्देशन दिने। त्यसपछि एउटा समूहलाई बुध र शुक्र, अर्को समूहलाई मङ्गल र पृथ्वी, र अर्कोलाई शनि र बृहस्पति गरी, र चौथो समूहलाई चाहिँ अरुण र वरुण गरी ग्रहहरूको गुरुत्व प्रवेग पत्ता लगाई प्रस्तुत गर्न लगाउने। अनि शिक्षकको निर्देशन बमोजिम लिड लर्नरहरूले आफ्नो समूहमा पाठ्य पुस्तकको अध्ययनको आधारमा अनि मैले दिएको चार्टको अवलोकन गरी होइन सामूहिक छलफलको निष्कर्षबाट आफ्नो समूहको कार्य पूरा गरेर प्रस्तुतिकरणको लागि चाहिँ तयारी गर्न लगाउने। त्यसपछि सरले भन्नुभयो जस्तै अब सबैको सिद्धियो भनेर चाहिँ त्यहाँ आइसकेपछि प्रत्येक समूहमा चाहिँ चिट्ठा तान्ने क्रियाकलाप गराएर समूहको एकजनालाई प्रस्तुत गर्न लगाउने। र अन्तिममा निष्कर्षमा चाहिँ के गर्ने त भन्दा टिचरले चाहिँ यसका आधारमा चाहिँ गुरुत्व प्रवेग ग्रह वा उपग्रहको पिण्ड र अर्धव्यासमा निर्भर रहन्छ भनेर स्पष्ट पार्ने। यही हो सर। जला म्याम कहिले थाहै हुनुभयो यसपालि कि अब हुने हो? 79 मा भएको सर। भयो 2 वर्ष हैन? हजुर सर। ल 2 वर्ष हैन? हैन 3 वर्ष 4 वर्ष भइसक्यो सर। 4 वर्ष भइसक्यो हेर्नु त। जे पढाइ राख्नु भएको छ हैन म्याम यसरी?
हजुर हजुर पढाइरहेको छु सर। यसरी नै हैन? हजुर। ल गुड छ। अब पिओई को अर्को जलामेमको राम्रो छ। ल अब पिओई को अर्को एक्जाम्पल कसले भन्छ? म भनौँ सर? ल भनौँ त सर। हजुर, मैले यसलाई थोरै चाहिँ यो प्र्याक्टिकल पनि जोडेको छु सर। यो कतिको मिल्छ हजुरले यसो चाहिँ यसमा करेक्सन गरिदिनु होला सर। प्र्याक्टिकलैमा हो अक्सर यो पिओई लागि। यो मैले यो केमिकल रियाक्सनसँग जोडेको छु सर। यसलाई सिङ्गल डिस्प्लेसमेन्ट रियाक्सनलाई चाहिँ एउटा चाहिँ आइरन नेल लिने अनि कपर सल्फेटको सोलुसन लिने, अनि त्यो आइरन नेललाई कपर सल्फेटमा राख्दाखेरि यसको कलर चेन्ज हुन्छ कि हुँदैन अथवा रियाक्सन हुन्छ कि हुँदैन भनेर स्टुडेन्टलाई चाहिँ प्रिडिक्सन गर्न लगाउने। अनि स्टुडेन्टले प्रिडिक्ट गर्छन्, कसैले कलर चेन्ज हुन्छ भन्छन्, कसैले रियाक्सन गर्दैन भन्छन्, कसैले चाहिँ यसमा भएको आइरन मेटल चाहिँ रियाक्सन गरेर घुलेर सकिन्छ भन्ने कुरा चाहिँ प्रिडिक्सन गर्न सक्छन् विद्यार्थीहरूले। त्यसपछि टिचरले चाहिँ यो एक्सपेरिमेन्ट डेमोन्स्ट्रेट गरेर विद्यार्थीको अगाडि देखाउने, विद्यार्थीलाई केयरफुल्ली अब्जर्भ गर्न लगाउने। अनि केही छिनपछि आइरनले कपर सल्फेटसँग रियाक्सन गर्न थाल्छ र आइरनले कपर सल्फेटबाट कपरलाई डिस्प्लेस गर्छ र त्यहाँ चाहिँ यसको कपर सल्फेटको ब्लू कलर चाहिँ ब्लुइश व्हाइटमा चेन्ज हुन्छ सर। यो कुरा स्टुडेन्टले नोट गरेको हुन्छ, उनीहरूले केयरफुल्ली अब्जर्भ गरेको हुन्छ र त्यो कुरालाई त्यसपछि विद्यार्थीहरूलाई यो तिमीहरूले चाहिँ अहिलेको अब्जर्भेसनमा डेमोन्स्ट्रेसन गरेको एक्सपेरिमेन्टमा के कुरा अब्जर्भ गर्नुभयो यो कुरा एक्सप्लेन गर्नु पर्यो केमिकल रियाक्सनसँग रिलेट गरेर भनेर विद्यार्थीलाई एक्सप्लेन गर्न लगाउने। र अन्तिममा चाहिँ यो आइरनले कपर सल्फेटबाट कपरलाई डिस्प्लेस गर्छ, यो सिङ्गल डिस्प्लेसमेन्ट रियाक्सन हो। यसमा आइरन चाहिँ कपर भन्दा मोर रियाक्टिभ हुन्छ, स्ट्यान्डर्ड इलेक्ट्रोकेमिकल पोटेन्सियल भन्ने हुन्छ। यो आइरनको चाहिँ कपरको कम्पेरिजनमा लेस हुन्छ र आइरन चाहिँ मोर रियाक्टिभ हुने भएको भएर कपर सल्फेटबाट आइरनले डिस्प्लेस, कपर सल्फेटमा कपरलाई आइरनले डिस्प्लेस गरेको हो, यो सिङ्गल डिस्प्लेसमेन्ट रियाक्सन हो भनेर विद्यार्थीलाई कन्क्लुड गरेर समअप गर्ने। यो मैले सानो एउटा प्रस्तुत गरेँ सर। ल गुड, धेरै राम्रो। अब यसरी चाहिँ पिओई को युज गर्न सकिन्छ। टिपिएस अहिले करिब हो। अब एउटा सिकाउँछु, त्यसपछि अझ छलफल गरौँला है त। ल देखिरहेछ यो सेयरिङ गरेको चिज मैले छ? हजुर देखिरहेछ सर। क्युएपी भन्ने सुन्नु भएको छ होला हैन? क्युएपी भनेको के हो भनेपछि क्यु भनेको क्वेसन, ए भनेको एन्सर, पी भनेको पेयर एक्टिभिटी। क्वेसन एन्सर पेयर एक्टिभिटी। अब यसको लागि चाहिँ के गर्नु पर्यो भने यो विभिन्न तरिकाले गर्न सकिन्छ। यो पाठ पढाइसकेपछि गरिन्छ, गर्ने कि अघिल्लो वर्ष अघिल्लो कक्षामा पढेको पाठको रिभिजन गर्ने यो क्रियाकलाप। कि पाठ पढाइसकेपछि गर्ने कि अघिल्लो पाठको रिभिजन गराउनलाई गर्ने। अब यसमा के हुन्छ भनेपछि हजुरहरूको कार्ड बनाउने, जसो अब पेरियोडिक तालिका पढाउनु छ, पेरियोडिक तालिका पढाउनु छ, 1 देखि 20 सम्मका तत्त्वको, 1 देखि
20 सम्मका तत्त्वलाई एउटा कार्डमा एउटा तत्त्वको नाम पर्ने गरी 1 देखि 20 सम्मका तत्त्वलाई एउटा कार्डमा एउटा तत्त्वको नाम पर्ने गरी 20 वटा कार्डमा 20 वटा तत्त्वको नाम लेख्ने। त्यस्तै एउटा कार्डमा एउटा संख्या पर्ने गरी 1 देखि 20 सम्मका संख्यालाई वटा कार्डमा लेख्ने। 20 वटा कार्डमा लेख्ने। अब कक्षामा प्रवेश गर्ने बित्तिकै शिक्षकले सबै कार्ड मिसाएर कक्षामा छरिदिने। सबै कार्ड मिसाएर के गरिदिने? कक्षामा छरिदिने र विद्यार्थीलाई तत्त्वको नाम र त्यसको पारमाणविक संख्याको जोडा बनाउन लगाउने। जुन विद्यार्थीले सबैभन्दा धेरै जोडा मिलाउन सक्यो त्यसलाई विजेता घोषणा गरिदिने है। र सबै तत्त्व र पारमाणविक संख्याको जोडा बोर्डमा टाँसेर प्रदर्शन गरिदिने। सबै तत्त्व र पारमाणविक संख्याको जोडा बोर्डमा टाँसेर प्रदर्शन गरिदिने। यो बुझियो त? यस्तो पनि गर्न सक्यो कि 50 वटा प्रश्नका 50 कार्ड, ती प्रश्नको उत्तरका 50 कार्ड है कक्षामा छरिदिने। प्रश्न र उत्तरको जोडा विद्यार्थीलाई मिलाउन लगाउने धेरै मिलाउनेलाई विजेता
विजेता बनाउने, हरेकले आफूले मिलाएको जोडाको प्रश्न र उत्तरलाई प्रस्तुत गर्न लगाउने, वा भित्तामा टाँसेर ग्यालरी वाक गर्न लगाउने। यो चाहिँ के भयो? QAP क्रियाकलाप हो। अब हजुरहरूलाई म दिन्छु 5 मिनट टाइम। 5 मिनट टाइममा कुनै पाठबाट यो QAP को एउटा क्रियाकलाप 9 र 10 मध्ये यसमा एउटा केही कुरा सोधौँ त मेन। सर यो कक्षा कोठामा छरिदिने भन्नुभयो, अनि त्यो सबै बच्चाहरूले चाहिँ त्यो पेपर खोलिसकेपछि आफ्नो पियर बनाएर जान्छन् कि कस्तो? होइन म्याम, त्यो क्वेसन पनि खुलै हुन्छन्, उत्तर पनि खुलै हुन्छन्। क्वेसन र उत्तरको क्वेसन हात पर्यो भने उत्तर खोज्छन्, उत्तर हात पर्यो भने त्यसको प्रश्न खोज्छन् कि त्यहाँबाट फ्रन्ट लाइनमा आएर गर्नु पर्यो डेस्कमा भन्दा पनि। फ्रन्ट लाइनमा आएर त्यो बेन्च सेन्च सारेर, होइन? हजुर हजुर, रमाइलो हुन्छ, धेरै खुसी हुन्छन्। टिचर त खुसी हुन्छन्, म उ गराउँछु कि कहिलेकाहीँ तालिममा, विद्यार्थी के खुसी नहुनु यस्तो भयो भने। ल अब 9 र 10 बाट धेरै गर्न सकिन्छ QAP। अनि सर यो विधिमा सबै विद्यार्थी एकैचोटि अगाडि आउँछन्? सबै आउँछन् सर। अब धेरै, अब हामीले त सोच्छौँ 30-40 भन्दा बढी विद्यार्थी नहोलान्, तर मैले अब पढाउँदाखेरि 120 पढाउँथेँ, होइन? त्यहाँ चाहिँ अब ग्रुप बनाएर गर्दा भयो, होइन? त्यस्तोमा धेरै विद्यार्थी भयो भने ग्रुप बनाउँदा पनि भयो। नभए 30-40 भयो भने आउँछन्, मजाले खेल्छन्। के हो कि केटाकेटीको बानी चञ्चले बानी हो। अघि भन्यौँ नि हामीले 5 मिनट भन्दा बढी एउटै काम नगराउनु भने होइन त, हामीले 10 मिनट भन्दा। अब त्यस्तो नगराउनु त यस्ता यस्ता जानिराख्नु पर्यो नि, बिचमा पर्यो नि त। हजुर सर, हजुर पर्यो। अनि पो एक्टिभिटी धेरै गर्न सकिन्छ। त्यही भएर मैले यो पनि सिकाएको एउटा। ल अब 9 र 10 को किताबबाट एउटा चाहिँ बढी होइन, एउटा QAP को मेरै जसरी क्रियाकलाप के गर्नुहोस्, डिजाइन गर्नुहोस् र प्रस्तुत गर्न लगाउँछु 5 मिनट पछि। 5 मिनट गर्नुहोस्, त्यसपछि म मान्छे तोकेरै गर्छु। 35 मिनटसम्म गर्नुहोस्। ल 7 मिनट तोकेँ मैले, है? 2 बजेर 35 मिनटसम्म, अनि प्रस्तुत गर्न लगाउँछु QAP को, है? यति पनि जानियो भने हजुरहरूलाई भोलिदेखि क्रियाकलाप गर्न कोठामा सजिलो हुन्छ नि त, विकल्प भयो नि त। कहाँनिर गर्न सकिन्छ भनेर सबैको किताबभरिको आइडिया सबैलाई आउँदैन, एउटा आयो भने एउटा अर्कोलाई आउँछ, अनि कहाँ गर्न सकिन्छ भनेर आइडिया हुन्छ। ल टाइम स्टार्ट। 35 मा सोध्छु है त म, 3:35 मा।
ल धन्यवाद। अब सुनिरहेछ? हजुर सुनिएको छ सर। अब चाहिँ यो करिब करिब अन्तिमतिर पुग्दैछौँ हामी। अब चाहिँ सबभन्दा राम्रो लेखे जस्तो कसले लागेको छ एकजनाले भन्नुहोस् त। सर म भनौँ सर? भनौँ म्याम। हजुर सर, मैले कक्षा 10 को चाहिँ नि क्लासिफिकेसन अफ अर्गानिजमबाट यो गर्न खोजेँ, क्युएपी गर्न खोजेँ र त्यसको लागि चाहिँ नि यो चाहिँ नि पाठ सकिसकेपछि गर्छु र त्यसमा चिटमा चाहिँ नि विभिन्न प्लान्ट र एनिमल्सहरूको नाम सहित प्लान्ट चाहिँ नि केमा पर्छ, जस्तै त्यसको डिभिजन के हो त्यो पनि लेख्ने चिटमा, र जस्तै स्पाइरोगाइरा भन्ने एउटा चिटमा हुन्छ भने अर्को त्यहीसँग रिलेटेड चाहिँ नि अल्गी भन्ने हुनु पर्यो। र एनिमल्सको पनि एनिमल्सको नाम जस्तै फ्रग छ भने त्यो कुन क्लासमा पर्छ त, एम्फिबिया भन्ने हुनु पर्यो। त्यस्तै गरी स्टारफिस छ भने त्यसको फाइलम इकाइनोडर्माटा हुनु पर्यो। भनेपछि प्लान्ट र एनिमल्स, प्लान्टको डिभिजन के पर्छ र प्लान्टको नाम सहित एनिमल्सको नाम र त्यो कुन फाइल नम्बरमा पर्छ र कुन क्लासमा पर्छ हो त्यो लेखिएको चाहिँ नि 25, 30, 40 वटै बनाउन सक्छौँ। बनाएर हामीले क्लासमा छरिदियौँ भने बच्चाहरूले चाहिँ नि कुनै चिज समात्यो भने त्यसको पेयरिङ के हो भनेर खोजेर यो एक्टिभिटी गर्न सकिन्छ र जसले धेरै पेयरिङ गर्यो त्यो जित्ने भइहाल्यो सर। यो चाहिँ नि इफेक्टिभ जस्तो लाग्यो सर यसमा चाहिँ। धेरै राम्रो। ल बेस्ट छ म्याम, म नि कन्भिन्स भए। अब अरु सर म भन्नु सर? ल भनौँ सर। मैले नि एउटा कक्षा 10 को चाहिँ यो हाइड्रोकार्बन र यसका यौगिकसँग सम्बन्धित पाठमा रहेर एउटा क्युएपी एक्टिभिटिज बनाएको छु सर। अब यसमा चाहिँ सबभन्दा पहिला चाहिँ हाइड्रोकार्बनको क्वेसन बनाउने, 30 वटा जति क्वेसन बनाउने, हाइड्रोकार्बनका यौगिकहरूको नाम के हो भन्ने, जस्तै मिथेनको नाम के हो, इथेन जस्तो मिथेनको अणुसूत्र के हो, इथेनको अणुसूत्र के हो भन्ने स्टाइलको क्वेसन 30 वटा जति बनाउने। अब त्यो सन्तृप्त असन्तृप्त, त्यस पछाडि अब त्यो अल्कोहलहरूलाई पनि समेटेर क्वेसन बनाउने र त्यस पछाडि अर्को 30 वटा जति कार्डमा चाहिँ त्यसको मोलिकुलर फर्मुला, त्यसको अणुसूत्र बनाउने र त्यस पछाडि विद्यार्थीलाई अगाडि लगेर छरिदिने र जोडा बनाउन लाउने। जसले क्वेसन र एन्सरको धेरै जोडा बनायो उसलाई विजेता घोषित गरेर त्यस पछाडि विजेता घोषित गर्ने। त्यस पछाडि अब सामग्री जोडीलाई चाहिँ भित्तामा टाँसेर प्रदर्शन गर्न लगाउने। बेस्ट हुन्छ सर। ल हस् सर, एकदम बेस्ट। ल राम्रो। ल अब कसले भन्नुहुन्छ? सर म भन्छु। म एउटा भन्छु। ल सर म भन्छु। श्रीकृष्ण सर भन्नु, अनि त्यसपछि ओम प्रकाश सर भन्नुहुन्छ है त्यसपछि। हजुर हस् सर। ल सुरु गरौँ सर। आवाजै आएन सर। म भन्दै भनौँ सर एउटा है। मैले पनि अघि वर्गीकरण जस्तै किङडम एनिमलियाको 9वटा फाइलम लेखिएको कार्ड, फाइलमको नाम लेखिएको कार्ड, अनि अर्कोमा चाहिँ त्यही 9वटाको के मुख्य विशेषता र त्यसका एक्जाम्पलहरू लेखिएको कार्डहरू कक्षामा लगेर छरिदिने। अनि त्यसबाट अब पेयर मिलाउन लगाउने, अनि जसले सबैभन्दा बढी अब पेयर मिलाउँछ त्यसलाई विजेता घोषणा गर्ने र ती पेयरहरू मिलेको पेयरहरूलाई कक्षा कोठामा प्रदर्शन गर्न लगाउने वा प्रस्तुत गर्न लगाउने।
बेस्ट छ सर। ल एकदम राम्रो। अब योसित नदोहोरिने ल म भनौँ सर। सर मैले क्लास 9 को एटमिक स्ट्रक्चरबाट 20-25वटा रसायनहरूको नाम लेख्ने अनि त्यसको मोलिकुलर फर्मुलाहरूको चिठामा लेख्ने क्लासमा छर्ने अनि विद्यार्थीहरूलाई समय राख्ने सर 1 मिनट होइन, अब 1 मिनट अब कति 50 सेकेन्ड 1 मिनट समय राख्ने र त्यो भित्रमा उसले कति जोडान लगाउन सक्छ अनि उसको पालो पर्छ। त्यस्तै गरेर अरू सबै विद्यार्थीको बोलाउने र जसको गणित करेक्ट हुन्छ त्यसलाई विजेता चाहिँ घोषणा गर्ने। बेस्ट। ल यो हो। अब कोही नयाँ पाठबाट? हजुर सर मेरो छ। ल भनौँ सर मैले भन्नु चाहिँ। ल हजुर सर। हजुर मैले चाहिँ यो कक्षा 9 को यो जीवहरूको वैज्ञानिक नाम रहेको छ। यसमा चाहिँ 20वटा जति जीवहरू चाहिँ यसको नाम लेख्ने। त्यस्तै गरी अर्को 20वटा जति कार्डमा चाहिँ तिनीहरूको वैज्ञानिक नाम लेख्ने र तिनीहरूलाई क्लासमा छर्ने र यसमा जो चाहिँ विद्यार्थीले धेरै नम्बरमा मिलाउँछ उनीहरूलाई चाहिँ विजेता घोषणा गर्ने र त्यसपछि यो वैज्ञानिक नामहरू रहेको छ, जीव रहेको छ, यसलाई चाहिँ बोर्डमा प्रदर्शन गर्ने। यो रहेको छ सर मेरो। ल एकदम बेस्ट। अर्को सर भन्दै हुन्थ्यो, ओम प्रकाश सर हो भन्नु हो। हो ल गुड। हेर्नु त कस्तो राम्रो छ। त्यो पाठ पढाउन निराश पनि हुन्छ नि सर हैन, मुखैले भन्नुपर्ने हुन्छ त्यो। है नमस्कार सर। भन्नुहोस् सर। गुड। ल सर मसँगै छ होइन सर। मैले सरलाई भनेको थिएँ के अरे हाम्रो घरको कुरा जम्मै यहाँ आयो सर। अनु सरको घरका कुरा सब हामी सुनिरहेछौँ। सर सर सर। ल अब किरण म्याम हुनुहुन्छ यहाँ? म एकचोटि हेर्दैछु है सर। ल अब मेरो त करिब करिब सक्यो। किरण म्याम हुनुहुन्छ हजुर, उहाँ चाहिँ म्युटमा हुनुहुन्छ। जोइन त हुनु भएको छ। आज मेरो सक्यो। कोही रिपोर्टर हुनुहुन्छ आजको के भन्ने? आजको अलिकति यो आजको ट्रेनिङको रिफ्लेक्सन गर्न चाहिँ म छु सर। मैले अगाडि भनेको थिएँ ज्वाला मुखर्जी म्यामलाई मैले अनुरोध गर्दछु। ज्वाला म्यामले भन्नुहुन्छ। ल आज थ्यांक यू सर। सर्वप्रथम सम्पूर्ण नमस्कार। म चुवाडी पब्लिक ज्वाला थापा, चुवाडी पब्लिक मावि विद्युत 5 माझीटार नुवाकोटबाट धुलीखेल तालिम केन्द्रको प्रशिक्षक किरण लेखक म्याम, आजको सेसनको प्रशिक्षक लवदय भट्ट सर, साथै आजको संयोजक सर डमरू पनेरू सर र सम्पूर्ण सर म्यामहरूमा मेरो तर्फबाट नमस्कार। आवाज आइरहेछ नि है सर? मज्जाको। आज मलाई प्रतिवेदकको भूमिका निर्वाह गर्न दिनुभएकोमा संयोजक सरलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज तालिमको दोस्रो दिन, हिजो चाहिँ अलि ढिला तालिम सुरु भएको थियो भने आज चाहिँ हामी लगभग 10-15 सबै जोइन भइसकेका थियौँ। अनि त्यसपछि आजको संयोजक सर डमरू पनेरू सरबाट चाहिँ त्यो तालिम 10-17 सुरु भइसकेको थियो। अनि फर्स्टमा चाहिँ हिजोको रिपोर्ट चाहिँ प्रस्तुत गर्नको लागि चाहिँ हेमन्त सरलाई चाहिँ म्यामले अनुरोध गर्नुभएको थियो र हेमन्त सरले चाहिँ प्रतिवेदन रिभ्यू गर्नुभयो। त्यसपछि हामीले चाहिँ आजको सेसन चाहिँ लगभग 10:35 चाहिँ सुरु गर्यौँ। अनि आजको सेसनको चाहिँ मेन टपिक चाहिँ विज्ञान शिक्षणको रूपान्तरण पाठ्यक्रमदेखि 21औं शताब्दीको उपागमसम्म भन्ने थियो। अनि हाम्रो प्रशिक्षक सर चाहिँ लवदेव भट्ट सरबाट चाहिँ यो सुरु भएको थियो। उहाँले चाहिँ जिन्दगी एक सुन्दर यात्रा भन्नेबाट सुरु गर्नुभएको थियो। त्यसपछि उहाँले चाहिँ हामीलाई नेसनल मिन अचिभमेन्ट स्कोर्स इन साइन्सको बारेमा देखाउनु भयो। 2019बाट 2023 सम्ममा आइपुग्दाखेरि चाहिँ त्यो परीक्षण गर्दाखेरि चाहिँ
यो हाम्रो विज्ञान विषयमा चाहिँ विद्यार्थीको सिकाइ उपलब्धि चाहिँ बढेको देखियो भन्नुभयो। उहाँले चाहिँ नि पहिलेदेखि शिक्षण गराउँदै आइरहनु भएको रहेछ। पहिला चाहिँ नि यो उपलब्धि चाहिँ घट्दो थियो अरे, अहिले चाहिँ बढ्दो छ भनेर भन्नुभयो। त्यसै गरी उहाँले चाहिँ बागमती प्रदेश स्तरमा पनि विज्ञान विषयमा विद्यार्थीको उपलब्धि हेर्दा चाहिँ हाम्रो बागमती प्रदेशमा चाहिँ विज्ञान विषयको सिकाइ उपलब्धि चाहिँ अलिक बढेको पाइयो। त्यसपछि अब हामीले चाहिँ नि यो क्लास 8 को कग्निटिभ डोमेन वाइज रिजल्ट पनि हेऱ्यौँ। त्यो हेर्दाखेरि चाहिँ हामीले के पायौँ त भन्दाखेरि चाहिँ सर्को एनालाइसिसबाट चाहिँ हाम्रो विद्यार्थीहरूमा चाहिँ ज्ञान पनि छ, बुझाइ पनि छ है। अब उनीहरू रट्न पनि सक्छन् तर घोक्न पनि सक्छन्, तर एप्लिकेसन र हायर एबिलिटीमा कमजोर देखिन्छन् भन्ने कुरा आयो। त्यसपछि हामीले चाहिँ नि जातका आधारमा पनि विज्ञान विषयमा सिकाइ उपलब्धिको मापन हेऱ्यौँ। त्यसमा हेर्दाखेरि चाहिँ हामीले तुलनात्मक रूपमा चाहिँ जनजातिहरू चाहिँ विज्ञान विषयमा अलिकति बढी अगाडि रहेका, अनि बाहुन क्षेत्री अलिक कम, अनि मधेस दलित र अन्य जाति चाहिँ अलिक धेरै नै कम रहेको पायो। त्यसपछि हामीले चाहिँ त्यो सेसनमा चाहिँ हामी को हो र कसलाई पढाइरहेका छौँ भन्ने बारेमा चाहिँ छलफल गर्यौँ। अनि त्यसपछि फेरि हामीले जेनेरेसन ग्यापको कुरा गर्यौँ, जसमा चाहिँ हामीले जेन एक्सको बारेमा, मिलेनियल्सको बारेमा, जेन जेडको बारेमा, जेन अल्फाको बारेमा पढ्यौँ। अनि त्यसपछि हामीले चाहिँ अलिकति चाहिँ पास्टको बारेमा पनि हामीले के पढाएको थियौँ अनि अब अहिले हामीले कस्तो पढाउनु पर्छ भन्ने कुरामा चाहिँ हामीले छलफल गर्यौँ। त्यसपछि अब हामीले चाहिँ जेन अल्फाको बारेमा चाहिँ अब अहिले चाहिँ हाम्रो विद्यार्थी भनेर चाहिँ जेन अल्फा हो, उनीहरूको संसार चाहिँ हामीभन्दा बिल्कुलै अलग छ होइन। अब उनीहरूलाई किन र कसरीको तत्काल उत्तर चाहिने होइन, उनीहरूको शक्ति भनेकै गुगल, युट्युब, च्याट जिपिटी, भर्चुअल रियालिटी, एआईमा रमाउने भन्ने कुरा चाहिँ पायौँ। त्यसपछि उहाँ अघि सरले बारम्बार भनिरहनु भएको थियो कि अब हामीले चाहिँ नि अहिलेका जेन अल्फाहरूलाई शिक्षण गर्दाखेरि चाहिँ 10 मिनटमा अथवा 5-5 मिनटमा नयाँ एक्टिभिटी गराउन सकेनौँ भने चाहिँ उनीहरूले चाहिँ हाम्रो शिक्षण सिकाइ क्रियाकलापलाई चाहिँ एकदम बोरिङ मान्छन्, ग्र्याब गर्न सक्दैनन् भन्ने कुरा भयो। त्यसपछि ग्लोबल्ली विज्ञान शिक्षण विधिको तुलना गर्यौँ। अनि अब पहिलाको पुरानो विधि र अहिलेको आधुनिक विधि तुलना गर्दाखेरि चाहिँ पहिलाको विधि शिक्षक केन्द्रित, अहिलेको विद्यार्थी केन्द्रित। अनि प्रविधि चाहिँ पहिला अब केही थिएन, शून्य न्यून थियो भने अहिले अब एआई आइसकेको छ है, भर्चुअल रियालिटी आइसकेको छ। अब पहिलाको सिकाइ भनेको घोक्ने, कण्ठ पार्ने, त्यो नै एकदम राम्रो हुन्थ्यो भने अहिले चाहिँ समस्या समाधान गर्ने आइसकेको छ। त्यसै गरी अर्को चाहिँ हामीले चाहिँ नि विज्ञान भनेको पहिला चाहिँ प्रयोगशालामा मात्र सीमित हुन्थ्यो भने अहिले चाहिँ हामीले भान्सा र प्रकृतिमा आधारित हुन्छ भनेर सिक्यौँ। त्यसपछि विद्यालय तहको पाठ्यक्रम कस्तो हुनुपर्छ भनेर चाहिँ हामीले छलफल गरेका थियौँ है। अनि त्यस अन्तर्गत चाहिँ हामीले चाहिँ जीवनोपयोगी र व्यावहारिक स्थानीय सन्दर्भसँग सम्बन्धित अनुसन्धानमुखी र जिज्ञासामा आधारित हुनुपर्छ भनेर भन्यौँ। भने यसँग सम्बन्धित चाहिँ 9-10 को पाठ्यक्रमलाई आधारित रहेर सरले हामीलाई एक एकवटा क्रियाकलाप गर्न लगाउनु भयो र हामीले प्रस्तुत पनि गर्यौँ। त्यसपछि हामीले 12-2 ठ्याक्कै टी ब्रेक गर्यौँ र अनि फेरि हामी 12 सत्रमा रिजोइन भयौँ। अनि त्यसपछि हामीले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा भएका उत्कृष्ट अभ्यासको बारेमा चाहिँ छलफल गर्यौँ, जसमा चाहिँ स्टिममा आधारित इन्क्वायरी बेस्ड लर्निङ, प्रोजेक्ट बेस्ड लर्निङ, डिजिटल इन्टिग्रेसनको कुरा आएको थियो भने। अनि हामी चाहिँ विज्ञान तथा प्रविधिको विषयको कन्टेन्टमा गयौँ। त्यसपछि हामीले सिकाइ सहजीकरण क्रियाकलापतिर गयौँ, जसमा प्रयोगशाला कार्य, समूह छलफल, समस्या समाधान गतिविधि, फिल्ड भिजिट र सबैभन्दा राम्रो कुरा चाहिँ यो फ्लिप लर्निङको बारेमा पनि राम्रो अवधारणा पायौँ। त्यसको बारेमा चाहिँ अलिकति मलाई पनि राम्रो ज्ञान थिएन है। अनि त्यसपछि हामीले अलिअलि भर्चुअल रियालिटीको बारेमा पनि कुरा गर्यौँ है। अनि त्यसपछि हामीले चाहिँ अहिलेका विद्यार्थीहरू भने चाहिँ मोबाइलमा व्यस्त विद्यार्थीहरू हुन् होइन। अनि उनीहरूलाई कसरी सिकाउने भन्दाखेरि चाहिँ मोबाइललाई नै सिकाइ उपकरण बनाउने, शैक्षिक एप प्रयोग गर्ने, यस्ता यस्ता कुरा गरेका थियौँ। अनि यससँग विभिन्न टिचरहरूले चाहिँ सरहरूले चाहिँ केही क्वेसन अराइज पनि गर्नुभएको थियो, त्यसको समाधान पनि निकालिएको थियो। त्यसपछि हामीले प्रेरणा कसरी बढाउन सकिन्छ भन्ने कुरामा छलफल गऱ्यौँ। अनि शिक्षकको भूमिका कस्तो हुनुपर्छ भन्नेतिर गयौँ। त्यसमा चाहिँ हामी अब एउटा फेसिलिटेटर, मोटिभेटर, इनोभेटर हुनुपर्छ भन्ने कुरामा हामी गयौँ। त्यसपछि अर्को सरले के भन्नुभयो भन्दा अब हाम्रा विद्यार्थी अहिले 2083 सालमा छन्
पाठ्यक्रम 2077 को छ। अब हाम्रो शिक्षण शैली चाहिँ 2040 को छ। अब यसलाई चाहिँ हामीले परिवर्तन गरेर चाहिँ 2083 कै शैलीमा लानुपर्छ। बल्ल चाहिँ हामी र शिक्षक र विद्यार्थीको तालमेल मिल्छ र अर्को चाहिँ 100% रिजल्ट चाहिँ निकाल्नको लागि सहयोग पनि पुग्छ भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि हामीले चाहिँ 5E मोडल फर साइन्स को बारेमा पनि छलफल गर्यौं, जसमा इन्गेज, एक्सप्लोर, एक्सप्लेन, इलाबोरेट परेको थियो भने यसमा चाहिँ एक एउटा एक्टिभिटी गर्न लगाउनु भएको थियो सरले एक्जाम्पल दिएर र सबै हामीले प्रस्तुत पनि गर्यौं। त्यसपछि हामी फेरि कतिमा भन्दाखेरि ठ्याक्कै हामीले 1:40 ब्रेक लियौं। अनि ब्रेक लैसकेपछि फेरि हामी 2:13 मा रिजोइन भयो। 2:10 मा चाहिँ रिजोइन हामीलाई चाहिँ सरले पनेरू सरले चाहिँ 41 मा ब्रेक गर्नु भन्नुभयो। अनि हामी 2:10 मा चाहिँ भेट्ने बाचा सहित फेरि हामी 2:13 मा रिजोइन भयौं। अनि यो सेसनमा चाहिँ हामीले शिक्षकको न्यू रोलको बारेमा छलफल गर्यौं। अनि त्यसपछि अब न्यू रोलको बारेमा चाहिँ हामी शिक्षक होइन सहजकर्ता हुनुपर्छ, जसको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ पढाएको चिजले भविष्यमा कस्तो असर गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ भन्ने कुराको चाहिँ छलफल भयो। त्यसपछि हामीले प्यारा डायग्राम सेटको बारेमा चाहिँ पढ्यौं। अहिलेको शिक्षण परम्परागत शिक्षाबाट सक्षमतामा आधारित शिक्षामा रूपान्तरण भएको हुनुपर्छ भन्ने कुरामा पढ्यौं। सक्षमतामा आधारित शिक्षाको 4वटा आधारको बारेमा बताउनु भयो। अनि हामीले उद्देश्यको बारेमा छलफल गर्यौं। उद्देश्य कस्तो हुनुपर्छ भन्दाखेरि जसलाई चाहिँ हामीले चाहिँ नाप्न सकियोस् है, त्यसको बारेमा पनि पढ्यौं हामीले। अनि किचन एज अ ल्याबको बारेमा पनि पढ्यौं। अनि हामीले अनि त्यसपछि हामीले चाहिँ पढाउनुको 5 गोल्डन टिप्सको बारेमा पनि छलफल गर्यौं। अनि सक्षमतामा आधारित पाठ्यक्रम कस्तो हुनुपर्छ भनेर पनि छलफल गर्यौं, जसमा चाहिँ ज्ञानबाट सिप सिकाउनु पर्यो र सिपबाट चाहिँ व्यवहार परिवर्तन गर्ने खालको चाहिँ पाठ्यक्रम हुनुपर्छ भनेर चाहिँ हामीले चाहिँ नि धारणा बनायौं। त्यसपछि हामीलाई चाहिँ सरले एउटा केस स्टडी दिनुभयो। त्यहाँ क ख ग 3वटा चाहिँ नि टिचरको चाहिँ नि त्यहाँ स्टडी थियो, जसमा चाहिँ नि अनि सरले एक्टिभिटी गराएर कुन चाहिँ शिक्षक सबैभन्दा राम्रो हुनुहुन्छ भनेर चाहिँ हामीलाई सोध्नुभयो र हामीले प्रस्तुति पनि दियौं त्यही अनुसारले। त्यसपछि हामीलाई सरले चाहिँ विभिन्न शिक्षण सिकाइ क्रियाकलापको चाहिँ उदाहरण दिनुभयो, जसमध्येमा हामीले चाहिँ टिपिएस को बारेमा, थिङ्क पियर सेयरको बारेमा, पिओई को बारेमा, प्रेडिक्ट अब्जर्भ एक्सप्लेनको बारेमा, अनि त्यसै गरी सेटेलाइट ग्रुप डिस्कसन मेथडको बारेमा, अनि त्यसै गरी हामीले चाहिँ अन्तिममा चाहिँ क्युएपी को बारेमा चाहिँ क्वेसन आन्सर पेयर एक्टिभिटीको बारेमा नि गर्यौं र हामी हरेकले एक एकवटा क्रियाकलाप गर्यौं र प्रेजेन्ट पनि गर्यौं। अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ आजको सेसन चाहिँ एकदमै लाभदायक नै रह्यो। तर अब ट्रेनिङ चाहिँ यो भौतिक रूपमा भन्दा अनलाइनमा हुँदाखेरि चाहिँ अलिकति चाहिँ इन्टरेक्सन चाहिँ कम भएको हो कि भन्ने मलाई महसुस भयो। हामी टिचरहरूमा पनि, हामी एउटा प्रशिक्षकमा बीचमा र टिचरहरूमा पनि अलिकति इन्टरेक्सनको कमी भएको हो कि जस्तो महसुस भयो। अनि अर्को कुरा चाहिँ आज चाहिँ मनोरञ्जनको पाटो नै सेलायो कि, मनोरञ्जनको पाटोको उत्थान नै भएन होइन। त्यो पनि एउटा अलिअलि कमजोरी जस्तो लाग्यो मलाई होइन। अरू चाहिँ सबै राम्रो थियो समग्रमा। अब मनोरञ्जनको पाटो चाहिँ भोलिदेखि चाहिँ अलिकति बढाउनु पर्ला, अझै इन्टरेक्सन बढाउँदै जानु पर्ला भन्ने मेरो सुझाव। समग्रमा सिकाइ अत्यन्तै लाभदायक रह्यो। थ्याङ्क यू सर। थ्याङ्क यू। धन्यवाद मिस जला मिस। ल एकदम हजुरको सारा रिपोर्ट मेरो भन्दा राम्रो, मैले भने भन्दा राम्रो गर्नुभयो हजुरले प्रस्तुतिकरण हैन। अब किरण म्याम, पनेरो सर किरण म्यामलाई भन्नुहोस्। हजुर सर, किरण म्यामले बाइ द वे म आउन सकिनँ भने पनि यो कार्यक्रम समअप गरिदिनु होला भन्ने कुरा राख्नु भएको थियो हिजो। हजुर, त्यसो भए अब समअप गरिदिनु सर। म भन्छु अब मलाई आज यो एकोरो यहाँ मैले देखिरहेको छु नामहरू, मेरो चिनेका धेरै मान्छे हुनुहुन्छ, तर बोल्ने मन थियो। यो के भन्छ हजुरको यो अनलाइनमा नहुने कि बोल्न पनि, अब त्यस्तो हो। अब जे होस्, मैले बिहानदेखि अहिलेसम्म काटेँ भनौँ न, यति बेरसम्म गाह्रो चाहिँ गाह्रो रहेछ अनलाइन पढाउन, होइन त? गाह्रो छ। ल यो पठाइदिउँ ल। नोट त केही छैन, मैले मुखैले भनिरहेको धेरै कुरा त होइन। यो पठाइदिउँ ल, यो पठाइदिउँ ल है।
ल अब यति बोर नमानेर बिहानदेखि अहिलेसम्म बस्नु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब कहिले फिजिकल ट्रेनिङमा पर्यो भने अनि गफ गरौँला हैन त। थ्याङ्क यू सो मच सर। धन्यवाद सर, हजुर धन्यवाद। आदरणीय लवदेव भट्ट सर, पक्कै पनि सरले धेरै रमाइलो साथ पढाउनु भयो, धेरै कुराहरू सेयर गर्नुभयो, साथीहरूले पनि आफ्नो चाहिँ एक्सपिरियन्स सेयर गर्नुभयो। आजको क्लास अनलाइन भए तापनि हामी धेरै इन्टरेक्सन गऱ्यौँ भन्ने लाग्छ मलाई, र यसको लागि आदरणीय सरलाई हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौँ र आगामी दिनमा पनि सरसँग यसरी नै भेट होस्, सरकोबाट केही अनुभवहरू हामीले पनि सिक्न पाऊँ भन्ने आशा व्यक्त गर्दछु। साथै सम्पूर्ण तालिममा सहभागी सर म्यामहरूलाई पनि धेरै धेरै धन्यवाद। आज म संयोजकको भूमिकामा रहेको र संयोजकको भूमिकामा भएको कारणले गर्दाखेरि आजको यो दोस्रो दिनको तालिम यही समाप्त भएको जानकारी गराउँछु। हस्त धन्यवाद। धन्यवाद, नमस्कार। डिपी सर। हजुर सर। यहाँ अलिकति यो टाइम चाहिँ थोरै टाइम बढाउनु पर्छ कि जस्तो छ है, यसो सल्लाह गर्नु सरहरूसँग। यो ब्रेक चाहिँ कति 10 होइन 10 मिनटलाई 15 मिनट। हजुर। अनि उतातिर के भन्छ आज पनि आज अलि 30 मिनट मात्र भएर हो कि सर? 40 मिनट 40 मिनट गराउनु पर्छ सर। उता 20 यता। अनि यो व्हाट्सएप ग्रुपमा जोड्ने कुरा चाहिँ म अलि छैनको जस्तो लाग्यो है सरहरु। मैले त्यहाँ लिंक राखेको छु सर, त्यसमा क्लिक गर्नुस् न हजुर। है सर। अनि सर आजको के च्याटमा? हजुर च्याट बक्समा त फेरि राख्नु सल्लाह गरेर ल यसलाई फेरि राखेको हुन्छ 20 र 40। अनि अब यो बुढेसकालमा 6-7 घण्टा पढ्दा त थला परिएला जस्तो लाग्यो। सर आज पनि प्रतिवेदन पठाउनु पर्छ? सायद पर्छ होला हजुर, हिजोकै हैन र त्यही शेड्युल अनुसार गर्ने भने हैन। सरकोमा पठाउने कि हिजोकोमा पठाउने? हजुर मेरो मेलमा पठाइदिनु होला, मैले यहाँ चाहिँ इमेल एड्रेस राखिदिन्छु। ए हस् हस् है सर, ल यति भन्नु। हुन्छ हस् हस् हुन्छ हेमन्त सर। भोलि कुरा हजुर मनेर सर। सर हिजो म बेलुकीसम्म बसेको थिएन, प्रतिवेदनको बारेमा मलाई थाहै पाएन के आज हरेक दिन प्रतिवेदन लेखेर बुझाउनु पर्छ? त्यही कुरो भएको थियो सर, हाम्रो किरण लेखक म्यामले त्यही भन्नुभएको थियो, हरेक दिन चाहिँ बुझाउनु पर्छ भन्ने कुरा थियो। आजको क्रियाकलापहरूको हरेक दिन सर? हजुर हजुर वर्डमा गर्नु होला, त्यसलाई चाहिँ कम्पाइल गरेर एउटा पीडीएफ बनाएर मलाई पठाउनु भन्नुभएको छ। हजुरहरूले सबैले वर्डमा गर्नु होला, सकभर युनिक कोड चाहिँ प्रयोग गरिदिनु होला, त्यसो गर्दाखेरि सजिलो हुन्छ। सरको इमेल दिनु न सर। मैले मेल आइडी यहाँ च्याट बक्समा राखेको छु सर, एकचोटि हेर्नु त हजुर। सबैजनाले अटेन्डेन्स गर्नुभएको होला, छैन भने फेरि एकचोटि चाहिँ लिङ्क राखिदिनु होला यता च्याट बक्समा अथवा वाट्सएप ग्रुपमा। र वाट्सएप ग्रुपमा पनि मैले इमेल एड्रेस राख्छु, हजुरहरूले त्यसैमा चाहिँ वर्डमा युनिकोडमा टाइप गरेर आजको रिपोर्ट चाहिँ सबमिसन गरिदिनु होला। भोलि बिहान 9 बजीसम्म गरिदिनु भयो भने सजिलो हुन्छ। अनि मैले चाहिँ हाम्रो प्रशिक्षक किरण लेखक म्यामलाई पठाउँछु। अरू केही छ क्वेरीहरू छ हजुर? दमर सर। हजुर म्याम भन्नु न। हजुर सर इङ्ग्लिस यो रिपोर्टिङ इङ्ग्लिसमा गर्दा नि हुन्छ हैन? हुन्छ हजुर, किन नहुनु, हुन्छ स्योर हुन्छ हजुर। किन इङ्ग्लिसमा अलिक सजिलो हुने भएकोले गर्दा त्यसैमा गरेर पठाउँछु। कन्भिनियन्स जुन ल्याङ्ग्वेजमा हुन्छ त्यसमा गर्दा हुन्छ हजुर। सकभर चाहिँ अब नेपालीमा चाहिँ युनिक कोड युज गरिदिनु होला, त्यसो गर्दाखेरि अलिकति सजिलो हुन्छ। हुन्छ सर। हेलो सर, हजुर सुन्नु न हजुर। हजुर हजुर सर बोधनाथ सर भन्नु न हजुर। रिपोर्टको बारेमा चाहिँ यो अलिकति मसँग आइडिया भनेको छ, यो कुन यो फर्मेटको बारेमा यसो मलाई यसो केही भनिदिनु न सर। सरलाई हिजो मेल आएको थिएन सर? हजुर सर, म हिजो नेट आउजाउ भएको थियो, म बिचमा आउने जाने हुँदै हिजो जोइन गरेँ सर। मलाई राम्रोसँग हिजो क्लास लिन सकिनँ मैले। बेलुकातिर किरण लेखक म्यामले मेल गर्नु भएको थियो नि हजुर, त्यसको फर्मेट थियो नि एउटा रिपोर्टको कसरी लेख्ने भन्ने। ए सर नि त मेरोमा त आएन सर, म त खोइ के भयो सर, मेरोमा छैन सर त्यो। हजुर व्हाट्सएप ग्रुपमा जोडिनु भएको छ?
छु सर छु, बिहान जोइन भएको छु म। त्यसमा यसो सेन्ड गरिदिनु सर मलाई। हस् म त्यहाँ राखिदिन्छु त है सर। है सर हुन्छ हुन्छ, म त हेर्छु है सर। अहिले भर्खर सेन्ड गर्नु है सर त्यहाँ ग्रुपमा। ए हजुर हुन्छ, हस् म त्यहाँ राखिदिन्छु सर। ल ए हुन्छ सर, हस् थ्याङ्क यू। हस् सर। हस् हस्। अरू सर म्यामहरूको कसैको केही क्वेरी छ, केही जिज्ञासा छ भने भन्नु, नत्र छुट्यौँ हजुर। सर हिजोको साँझ रिपोर्ट चाहिँ कसको कलेक्सन भयो भने यसो कन्फर्म? त्यो चाहिँ हिजोको संयोजक सरले भन्नुपर्ने हो। कृष्ण सर हुनुहुन्छ है सर? हजुर हजुर। बेलुका मैले चाहिँ बेलुकातिर पठाइदिएको थिएँ, 10 बजीतिर पठाइदिएको। होइन हजुरहरूलाई त्यस्तो प्रब्लम भयो भने व्हाट्सएपमा सेन्ड गर्दा पनि हुन्छ हजुर। त्यहाँ व्हाट्सएपमा मेरो नम्बर छ, व्हाट्सएपमा चाहिँ इन्फर्म गर्दा पनि हुन्छ। कृष्ण सर हजुर ढिलो पठाएको थिएँ। अब जो बिहानको के गर्नु भएको छ? कृष्ण सर बिहान पठाएको हजुर। ए हस् सर हस्। मेरो थियो कि थिएन कुन सर? मेरो पनि पठाउनु त पठाएको थिएँ बेलुका, डम्बर थाल्नु। सर हजुर कृष्ण सर हजुरकोमा आएको चाहिँ त्यो सबै रिपोर्टहरू चाहिँ हजुरले त्यो कम्पाइल गरिसक्नु भएको छ भने त व्हाट्सएपमा राख्दा पनि केही फरक नपर्ला नि हजुरले है? हजुर ए हस् सर। हुन्छ यो मोडेल ग्रुपमा हुन्छ राखिदिनु। कृष्ण सर त्यो म्यामलाई फरवार्ड गर्दा राम्रो होला सर। ए हस् सर। हो नि सर, भन्नु भएन कि भन्ने हुन्छ फेरि। कृष्ण सर म पनि अलि ढिलो पठाएको थिएँ होइन। हस् हुन्छ सर। ल हजुरहरू सबैले सकभर 8 बजीभित्र भोलि बिहान पठाइदिनु भयो भने अनि म नेम लिस्ट पनि यो च्याट बक्समा राखिदिन्छु, कसको रिसिभ भयो भएन भनेर। हेलो पनेरो सर। हजुर सर। यो मैले तपाईँको पर्सनल नम्बरमा एउटा मेसेज पठाएको छु, मलाई ग्रुपमा एक्चुअली एड गरिदिनु पर्यो सर व्हाट्सएपको। ए हस् भइहाल्छ नि सर। हुन्छ सर हस्। अनि मलाई त्यो फर्मेट पनि एकचोटि राखिदिनु है सर, त्यो उसको। ओके सर हस् 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 सर हस् ल हस्।